अब यो चाहिँ कटिङ भएपछि यो सिलाइको प्रोसेस हुन्छ होइन सिलाइ पट्टिसहरू यसरी आउँछ युके कहिले जाने आउँछ युके कहिले जाने भने कि त्यसपछि त्यसको इन्सोल लिएर आएर गर युके होइन गएर यहाँको मैले कम्प्लिट भएपछि अब सोलको प्रोसेसमा जान्छ स्पोर्ट्स सुजको चाहिँ स्पोर्ट्स सुज अर्को हाम्रो नर्मल पार्टीवेयरहरू चाहिँ ह्यान्डकट हुन्छ माथि हुन्छ मल्टिभेयर रेकर्ड गरेर चाहिँ हाम्रो के हो यो चाहिँ हाम्रो पार्टीवेयरहरू यहाँ बन्छ हजुर खोइ पेस्टिङवाला खोइ कहाँ गयो अरे निमा रुमा रहेछ त है पहिलाको कहाँ गयो ह्यान्ड कटिङ हुन्छ यसको कटिङ पार्ट होइन यसको प्रोसेस अलगै हुन्छ फेरि सबै ह्यान्डमेड हो हाम्रो यो कस्तो राम्रो लाग्यो अब यो जुत्ताहरू काट्नु खोज्दाखेरि यसरी हातले काट्छ उसले पार्टहरू अनि यो चाहिँ यिनीहरूले नै यो चाहिँ पार्टी सुजहरूको पार्टी जुहरू चेल्सी बोर्डहरू सबै नर्मल अब यसरी अप्पर यिनीहरूले रेडी बनाउँछन् त्यसपछि यो ग्रुप अलग्गै हुन्छ यिनीहरूको काम गर्ने तरिका र अरू अर्को लाइटिङहरू छ मसँग उम्ली गरेर ल्याएको छ यिनीहरूले यसमा तिमीले ओके के हो एक जोडी दिएको छ ह्याकै त्यसमा चाहिँ लास्टिङ भयो यो गिम्बल हालेर छ नि सब क्रिएटिभ गर्ने क्या ब्रो सुइँ तान्ने होइन चट्ट गर्ने कि यो चाहिँ के हो त्यहाँबाट अप्पर बनेर आयो नि तिनीहरूले त्यहाँ सिलाएपछि यिनीहरूले त्यसलाई यस्तो बनाउँछन् यो लास्टिङ प्रोसेस यसमा हालेर यिनीहरूले सबैलाई सबै ह्यान्डमेड हो क्या यो चाहिँ यसरी गरेर यिनीहरूले यसलाई सुकाउन हाल्यो यो त्यसपछि यहाँ यसरी सोल टाँसिन्छ यो ह्यान्डमेड सुजहरू त धेरै महँगो हुन्छ होइन त्यो आउँछ नि एडमा इटालियन सुज ह्यान्डमेड भनेर त्यस्तै खालको हो कि के हो के फरक हुन्छ त्यसमा र यसमा इटालियनहरूको सोलहरू फरक हुन्छ मेटेरियल फरक हुन्छ अब तिनीहरूको छालाकै लेदरकै सोल हुन्छ त्यो इटालियन यो हामीले लिएर होइन त यो लेदरको सोल त होइन ए सोल भन्नुभयो सोल पनि लेदर अहिले चाहिँ हामी अब प्याकिङ होइन प्याकिङ सेक्सन हो हाम्रो यो चाहिँ यहाँ चाहिँ प्याकिङ भएर गोदाममा जान्छ भ्लग हान्दा चाहिँ मैले कहाँ थियो कस्तो खालको एउटा भिडियो चाहिँ यो ल ल रमाइलो लाग्ने है नेपालीहरूको यस्तो भयो भने है कुरा गर्दै ठिक छ मैले सोचेको चाहिँ एउटा चाहिँ यो के अरे लाइफ एट शिखर भनेर भन्ने अनि खाली देखाउने अनि ठ्याक्क ट्रान्जिसनमा चाहिँ अनि यहाँ मान्छेहरू भरि भराउ देखाउने कि सबैजना हाँसिराख्नु भएको अनि एउटा खाली यो प्रोडक्सन खाली भएको देखाउने अनि त्यो ट्रान्जिसनमा चाहिँ मान्छेहरूले काम गरेको खालको ल ल चप्पलहरू आज त मिल्दैन नि अब यतिकै भिडियो मात्रै बनाउनलाई घुमाउनु त मिल्यो घुमाउनलाई अनि कोही मान्छे दुई चारजना भनेदेखि तलकै ल्याएर गरौँला त्यसलाई पनि भएन यस्तो चप्पलहरू चाहिँ यसको प्रोडक्टहरू चाहिँ उहाँले देखाइदिन्छ होला यहाँ चप्पलहरू अझै व्यवस्थित गरौँला अब अहिले त यो त हाम्रो चलि होइन उहाँले उ भन्यो सुट गर्दाखेरि कि मोलहरू राख्दाखेरि यस्तो रङमा कस्तो राम्रो आउँछ त्यसपछि यहाँ आउँछ त्यो अहिलेको प्रोसेस हजुर हिट भएपछि यसबाट यसको यस्तोमा हालेपछि यो त्यो अघिको हाम्रो लेडिज डिपार्टमेन्ट बनिरहेको थियो नि त्यो अप्पर यहाँ आएपछि यहाँबाट प्रोसेस भएर हिटिङ कन्भेयरहरू हो यिनीहरू हजुर यहाँबाट हालेर पठाउँछ कति एज एयर भयो त यो सिकर सुज 30 वर्ष भयो बहिनी भन जेठो हो क्या बहिनी जेठो भयो त्यही कति जेठो कति जेठो त्यही त
कुन एङ्गलबाट भरि भराउ देखाएको छ नि त अनि यो एङ्गलबाट चाहिँ यतातिर गरेको खाली देख्छ पक्कै भ्लग हान्न क्या म हाई भन्नु हाई भन्नु न हाई भन्नु न एक दुई गर त तिम्रो प्रोसेस हेरौँ ठिक छ कि छैन अब सिधा हुन्छ ल शिखर सिधा बनाऊ शिखरलाई ल क्याम शिखर सिधा बनाऊ वान मोर अनुपलाई कल गरेर यता देखाउनु त उल्टो भयो होला कि अलिकति पर्छ होला अलिकति देखेन क्या त्यही भएर म देखाइदिन्छु उसको ठिक जस्तो हामीलाई थियो एउटा प्रिन्ट गरिदिनु मलाई ह्यान्ड गरिदिनु म देखाउँछु नि यो भयो उहाँलाई दिनु उसलाई दिए जस्तो गर्नु अलिक पछाडि अनि शिखरको नाम भयो यही हो फेरि एकचोटि गरौँ अलिक क्यामेरा हल्दैछ फेरि एकचोटि गरौँ पक्कै भ्लग हान्न क्या म हाई भन्नु हाई भन्नु हाई भन्नु मलाई चाहिँ यही लाइट छिटो बुझिरहेको छ हेर्नु त बाल्नु त अब ठिक छ अर्को लाइट ठिक लाग्यो है खास त्यस्तै खालको छ नि सेटिङ अर्को हुन्छ भिडियोमा गरौँ नि त ल रेडी लाइटले अलि यता ल्याउनु ल भयो ल भयो ल रेडी ल रेडी गो चलिए आप यताउता गएर घुमाउन त्यो जुत्तामा हेर्नु न जुत्तामै देखिए जुत्तामै क्यामेरामा देखिए घुमाउनु ठिक छ घुमाउनु घुमाइए घुमाइए हात बाँध्नु